आज सन्दर्भ युके स्टडिज 2026 को यदि तपाईले 2026 मा युके मा अध्ययन गर्ने सोच गरिराख्नु भएको छ भने यो भिडियो हजुरहरूको लागि। युके मा सामान्यतया नेपाली विद्यार्थीहरूले +2 पछाडि ब्याचलर्स डिग्रीको लागि एप्लाई गर्न सक्छन् र त्यस्तै ब्याचलर्स डिग्री पछाडि मास्टर्स डिग्रीको लागि एप्लाई गर्न सक्छन्। युके को एजुकेसन, युके को डिग्री चाहिँ अन्तर्राष्ट्रिय स्तरमा चिनिने भएको हुनाले, अंग्रेजीमा पढाइ हुने भएको हुनाले, अंग्रेजी माहौल हुने भएको हुनाले विश्व प्रख्यातै छ। तर युके पछिमा चाहिँ अफोर्ड गर्न सकिन्छ त? के ब्याचलर्स पढ्ने विद्यार्थीले चाहिँ अफोर्ड गर्न सक्छ त युके मा चाहिँ? यो बारेमा चाहिँ आज हामीले चाहिँ छलफल गर्नेछौँ। पछिल्लो समय युके पढ्न जाने निकै नै चाहिँ फ्यासन चलेको छ, किनकि युके मा आइएल्स को जरुरत पनि छैन धेरैजसो युनिभर्सिटीमा, र कतिपय युनिभर्सिटीहरुमा चाहिँ +2 को चाहिँ यदि तपाईको इंग्लिशमा राम्रो छ, B+ छ भने सिधा एप्लाई गर्न मिल्ने भएको हुनाले धेरै विद्यार्थीहरु गएको देखिन्छ र पछिल्लो समय नम्बर वात्तै बढेको देखिन्छ। तर नेपालबाट जाँदैमा ब्याचलर्स पढ्नको लागि चाहिँ हामीले अफोर्ड गर्न सकिन्छ कि सकिन्न भन्ने कुरा चाहिँ एकदम इम्पोर्टेन्ट चाहिँ छ। यस प्रकार यदि तपाईले +2 पश्चात चाहिँ युके मा पढ्न खोज्दै हुनुहुन्छ र युके मा हजुरको नेपालमा राम्रो फाइनान्स छ भने मात्र हजुरले चाहिँ युके चाहिँ पढ्नु पर्यो। सामान्यतया 3 वर्षको डिग्रीको लागि ट्युसन फी लगभग 70 लाख चाहिँ हजुरलाई पुग्छ। 70 लाख चाहिँ त्यहाँ काम गरेर, पार्ट टाइम काम गरेर तिर्न सकिदैन। कि त तपाईको त्यहाँ आफ्नो मान्छे हुनु पर्यो जसमा तपाईलाई खान बस्न सहयोग हुन्छ र युनिभर्सिटीको ट्युसन फी तिर्न 2-4 हजार चाहिँ सपोर्ट हुन्छ नपुगेको खण्डमा, कि त तपाईले नेपालबाट चाहिँ ट्युसन फी चाहिँ लानै पर्ने हुन्छ। अन्यथा तपाई चाहिँ त्यहाँ गएर चाहिँ विचलित हुन सक्नुहुन्छ हैन, चाहिँ अलपत्र हुन सक्नुहुन्छ। यस प्रकार चाहिँ हजुरहरूले डिसाइड गर्दा स्कलरशिपको पनि चाहिँ सिचुएसन हेर्नु पर्यो र त्यस्तै ट्युसन फी अफोर्ड गर्न सकिन्छ कि सकिँदैन पहिले क्याल्कुलेसन गर्नु पर्यो। यो कुराहरू सामान्यतया सबै चाहिँ सोच विचार गरेर गएको खण्डमा तपाई चाहिँ ब्याचलर्स डिग्री पढिसकेपछि पक्कै पनि राम्रो हुन्छ। किनकि युकेमा हामीले सिक्न सक्ने कुराहरू धेरै नै छ, जस्तो रेस्टुरेन्ट, हस्पिटालिटी सेक्टरमा रेस्टुरेन्ट, होटल अपरेसनहरुको कुराहरू भयो, त्यस्तै लोजिस्टिकको कुराहरू भयो, एग्रिकल्चरको कुराहरू भयो, कुनै म्यानुफ्याक्चरिङ कम्पनीहरुको कुराहरू भयो। तपाई त्यहाँ पढ्दै गर्दा काम गरेर नेपाल फर्केर आएर पनि धेरै नै कुरा चाहिँ तपाईलाई चाहिँ लागू गर्न सक्नुहुनेछ। यस प्रकार युके स्टडी डेफिनेटली राम्रो कुरा हो, तर ब्याचलर्स पछाडि अफोर्ड गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा एकदम इम्पोर्टेन्ट कुरा हो। यदि तपाईले चाहिँ म उही गएर कमाएर तिर्छु भनेर त्यस्तो पढ्न गएको खण्डमा तपाईलाई निकै गाह्रो हुन सक्छ। तपाईलाई ब्याक इन नेपाल सपोर्ट चाहिन्छ र यो कुरा पनि ध्यान दिनु होला। तर मास्टर्स डिग्रीको लागि युके निकै नै चाहिँ प्रख्यात छ, किनकि मास्टर्स डिग्री दुई तरिकाले एप्लाई गर्न सकिन्छ। एउटा मास्टर्स डिग्री नै भयो, अर्को तपाईको चाहिँ मास्टर्स डिग्री बाइ रिसर्च प्रपोजल, रिसर्च गरेर हजुरले स्पाउस सहित पनि एप्लाई गर्न सक्नुहुन्छ भने एक्सटेन्डेड मास्टर यदि तपाईको ब्याचलर्समा थोरै स्कोर छ अथवा डाइरेक्ट मास्टर्स पढ्नको लागि पनि तपाईको चाहिँ राम्रो चाहिँ स्कोप छ युके मा। किनकि ट्युसन फी 1 वर्ष मात्र तिर्नु पर्ने भएको हुनाले, 1 वर्षको डिग्री भएको हुनाले र 1 वर्ष पश्चात तपाईले 18 महिना पीजीडब्ल्युपी पाउने, पोस्ट ग्रेजुएट पीएसडब्ल्यू पाउने भएको हुनाले हजुरलाई सिक्ने मौका पनि पाउनुहुन्छ र आफूले लगानी गरेको, एजुकेसनमा लगानी गरेको पैसाको साथसाथै नलेजको रिटर्न पनि राम्रो हुने भएको हुनाले युके मा मास्टर्स डिग्रीको लागि चाहिँ निकै नै राम्रो छ। र फर्दर इन्फर्मेसनको लागि हाम्रो काउन्सलर्सहरुसँग आएर हजुरले चाहिँ बुझ्न सक्नुहुनेछ। हाम्रो काउन्सलर्समा हाम्रो गोरेटो कन्सल्टेन्सीको सबै ब्रान्चहरुमा युके काउन्सलिङ हुन्छ र म चाहिँ यहाँ बानेश्वरमा छु। यहाँ आएर हजुरले मलाई चाहिँ पनि भेट्न सक्नुहुनेछ। थ्यांक यू भेरी मच फर वाचिङ दिस भिडियो। नमस्ते।